भन्दा अगाडिको NBA कपमा 240 अङ्क ल्याएर सबभन्दा धेरै हाइएस्ट स्कोर मेरो थियो, तर मैले केही पनि पाइनँ। फेरि किन पाइनँ त? हो त्यो कुराहरू पनि आउँछ। फेरि मलाई यहाँ करिब करिब रिटायर पनि म धेरै खेलेँ, 1-1.5 वर्ष खेल्थेँ होला। त्यसभन्दा पछि मेरो फ्युचर त थिएन भलिबलमा। त्यो भएको भएर मैले करियर खोज्न पनि म बाहिर पुग्नु परेको हो। मेरो जुन पहिला अनुसारको गेम त मेरो पक्कै पनि छैन, म आफैले स्वीकार पनि गर्छु। प्लस म पहिलोचोटि चाहिँ मेरो जोन चेन्ज गरेर पनि खेल्दैछु होइन। त्यो भएको भएर मलाई अलिकति अप्ठ्यारो खेल्नको लागि त भइरहेको छ। तर म 1.5 वर्ष जति खेलेँ र 1.5 वर्षको क्रममा करिब 6वटा उपाधिहरू दिलाइसकेँ। र सँगसँगै गर्दै पुलिस क्लबमा खेलिसके पछाडि चाहिँ म कन्ट्याक्टमा खेलेको थिएँ र आर्मीको कोच फेरि त्यस पछाडि मन पराउनु पर्यो। त्यहाँबाट चाहिँ म त्यहाँ चाहिँ कुनै पनि सरकारी कर्मचारी चाहिँ भइसकेको थिएन र कन्ट्याक्टमा खेलेको कारणले गर्दा यता मलाई आर्मी